हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग। सबै सन्चै आरामै हुनुहुन्छ होला। स्वागत छ सबैलाई मेरो आजको न्यू भ्लगमा। म चाहिँ भर्खर उठेको थिएँ। के गर्ने, रातिमा गेम खेलिदिन्छ, लेट उठिन्छ होइन, त्यही अलि लेट उठेँ म। बिहान मैले भ्लग हालेको थिएँ, कसले हेर्नुभयो मलाई भनिदिनु होला गेस। अब यो आज सुट गरेको भ्लग भोलि हाल्छु म राति एडिट गरेर। फेरि भोलि अर्को सुट हुन्छ, यस्तै गर्छु होला अब त म होइन। मेरो यहाँ घाँटीमा नि कस्तो के भन्छन् त्यसलाई, रुगा लाग्न लाएर कस्तो दुख्छ यो घाँटीमा। अनि रुगा त लागेकै छ हल्का फुल्का, नाक बन्द भएको पुरा कस्तो हुन्छ होइन। घरमा नि कोही छैन, आज दिदीहरू मार्केटतिर गएको छन्, कोही छैन घरमा। घरको साफसफाइ नि गर्न, भाँडासाँडा धुन, नास्ता खाएको होइन। यो ल गाइस, तपाईँहरूलाई म नास्ता सास्ता खाएर घर साफ गरेर भेट्छु है गाइस। ल गाइस, मैले चाहिँ घरको सबै काम गरिसकेको, धेरै थके भन्दाखेरि गर्मी भयो, धेरै गर्मी छ इन्डियामा। ल गाइस, म फेरि एकछिन पछि के भन्छन् पसिना सुकाएर यसो नुहाइधुवाइ गरेर आउनु पऱ्यो है। ल गाइस, म चाहिँ नुहाएर सुतेर छु होइन। थाहै त पाएन, राति मतलब लेट सुतेर निन्द्रा लाग्थ्यो। अघि सुतेछु नुहाएर होइन। ए कपाल मेरो अगाडि आएर होइन, म सुतेछु। अनि त्यसपछि भर्खर उठेर खानासाना खाएर बसेको। के गरम भइरह। ब्लग बनाउनलाई नि केही छैन। कति पार्क गई ब्लग बनाउने हो। तपाईँहरू बोर हुनुहुन्छ होला, पार्क गयो, ब्लग बनायो, फुल देखायो, कुकुर देखायो होइन। त्यस्तो एउटै ठाउँ देखाइने बोरिङ लाग्छ तपाईँहरूलाई। म के गरम सोचिरहेको कि यहाँ सायद पर्सि आइतबारको कतै जान्छु होला, म त्यहाँ ब्लग बनाउँछु। पब्लिकमा त अलि गाह्रो हुन्छ होला, किनकि लाज लाग्छ मलाई होइन। कम्फर्टेबल भएन नि म पब्लिक त के भन्नु, फ्यामिली अगाडि चाहिँ यस्तो क्यामेरा उठाएर जाँदा, फोन उठाएर जाँदा यी के भन्नु भन्दाखेरि लाज लाग्छ लास्ट मलाई त। खै के भन्नु यो। डेली भ्लग हाल्छु भन्ने त हुन्छ, बनाउने नि बनाइन्छ, तर गर्नलाई केही हुन्न नि। तल पार्क देखाउन भएन घरिघरि, कुनै ब्लगमा देखाए त ठिकै छ, तर सधैँभरिको ब्लगमा, डेलीको ब्लगमा पार्क गयो, फुल देखायो, कुकुर देखायो, आफूलाई देखायो, बोल्यो, हाँस्यो, बोरिङ लाग्छ नि। त्यही भएर अब केही सोचेको मैले माथि रुममा माथि बसी सोचिरहेको, के गरम भयो यस्तो, के गरम। गाइस, म एकछिन पछि भेट्छु, म सोचेर भेट्छु के गर्ने हो, के ब्लग बनाउने। ल गाइस, तपाईँहरूलाई म एउटा चिज देखाऊँ। आज मैले ब्लग एन्ड गरेँ होइन, मतलब त्यो क्लिप क्लिप अलिकन कट लगाइदिएको थिएँ। हाम्रो घरमा कुकुर देखाऊँ, यता हेर्नु, कुर्सीमा सुत्छ क्या, कुर्सीमा। यता गोले माथि आएर सुत्छ कि कुर्सीमा। यसलाई कुर्सी नभए सुत्दैन कि माथि। फेरि अहिले बेलुका कति टाइम हेर्नु, अहिले 4:45 भयो। 4:45 5:15 बजीतिर मम्मी आउनुहुन्छ। फेरि यसलाई त घाममा भगाइदिनुहुन्छ मम्मीले, त मस्त एसीमा सुतेछ नि, पछि त भाग्छ। त्यहाँ यो दिदीको कम्प्युटर हो पुरानो, यहाँ वाइफाई लाग, त्यही हो सेउ खाथ्यो, तर डुप्लिकेट हो खोल्ला। के गर्ने के, म के देखाऊँ के तपाईँहरूलाई, गर्नलाई केही छैन, रुममा बसी के देखाउने हो। गर्ने गर्दा
के देखाउँ तपाईँलाई साँच्चै लाइट देखाउँछु हेर्न देखाउँ कसरी जल्छ यो बिना फेस मतलब बिना लाइटको फेस हो होइन कालो देखिन्छ होला धुन्द्ला धुन्द्ला हेर्न यो भयो लाइट जलेपछि खै कस्तो देखेछ फोनमा अड्डा हुन पर्यो एकैछिन त गोरो देख्यो बल्ल यो लाइट हेर्नु हिजो मैले लाइट मगाएको थिएँ दिदीले मगाइदिनु भएको लाइट यही हो राम्रो देखेछ होइन गोरो देखेछु कालो मान्छेले लाइटले गर्दा गोरो देखायो के छ देखाउनलाई केही छँदै छैन कम्प्युटर देखाउने तपाईँहरूलाई मैले के छँदै छैन देखाउनलाई कपाल चाहिँ मेरो हेर्न खतरा बढेर कपाल हेर्नु मेरो के देखाउनलाई छँदै छैन यस अब त्यही अब हेर्नु ए कुकुर हेर्दै बस्नु यो छँदै छैन कि देखाउनलाई गाइस म चाहिँ फेरि भिडियो सिडियो बनाएर सुतेछु के भन म अब निन्द्रै पुग्दैन सुतेको गरिन्छ अल्छी छु अल्छी एक भर्खर तल आएको थिएँ म मुखसुख धोएर कुकुरहरू तपाईँहरूलाई कुकुर देखाऊँ एउटा घरकै हो हाम्रै घरको बेनी भन्छ नि यसलाई बेनी खतरा नि दामी छ दामी घाँस खान्छ ओ क्यामेरा चाँडो दामी हो नि गाइस अरू त यहाँ छन् दुईटा त्यहाँ छन् एउटा यहाँ छ एउटा यहाँ छ बाँकी त्यहाँ पक्नु गाइस सबैलाई हाल्छु म के गर्छ आओ एउटा दुईटा त नि आइज काट्नु हेर त सबै अरे बहुत कुकुर छन् गाई बहुत एउटा दुईटा तिनटा कुकुर किन चाहिँ म तिन छ ऊ त्यहाँ सात छ सात 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 यी सबै इकट्ठा भयो हेर्न एउटा दुईटा तिनटा चारवटा पाँचवटा छ सात आठ नौ एउटा खै सुती नौ यो 10वटा भयो ए जङ्गली 10वटा कुकुर त यस्तै घुम्यो छन् पार्कमा बाँकीहरू थाहा छैन कता छन् रुमसुममा होला पक्नुमा तपाईँलाई देखाउँछु रुममा गएर सायदै होला नि किनकि यो टाइममा बाहिर हुन्छन् धेरै जसो कुकुर टाइम त अहिले 6:15 भइसक्यो बाहिरै हुन्छ नि धेरै जस्तो बेला त यस बेला त पक्कै हो गर्मी एउटा मात्रै छ यहाँ त एउटा कुकुरा त के हो एउटा 10-11वटा भए बाँकी हेरौँ कता कता छन् बाहिर गएको होलान् बाहिर खोज्नु त कहाँ जाने हो बाहिर गाइस तपाईँहरूलाई म आफ्नो पुरानो साइकल देखाऊँ यस्तै फाल्ने आजभोलि त स्टोर रुममा गन्दा धेरै हाम्रै घरको स्टोर रुम हो यहाँ सर्पसुर्पी हुन्छ नि क्या कस्तो डर नि लाग्छ यहाँ आएर हेर्न यो साइकल हो मेरो पुरानो गियरवाला थियो तर
बिग्रियो। साइकललाई मैले चलाउँछु न के हो त्यस्तो फाल्दैन। यहाँ हाम्रो पुरानो वाइफाई एयरटेलको एयरटेल भन्छ जियोको खासै राम्रो चल्दैन। बाहिर आएर खाना खाइरहेको खा कता त पानी झरे ह एसी हुँदो रहेछ। ल गाइस पछि भेटौँला अरू ल गाइस भोलिको ब्लगमा भेटौँला। अब आज देखाउनलाई केही नि छैन, म बोर नि भइसकेको छु। भिडियो बनाउँदा बनाउँदा स्टोरेज नि छैन, खाली गरी गरी बनाऊ स्टोरेज। ल गाइस भोलिको ब्लगमा भेट्छु है। च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक साथीभाइहरूलाई सेयर गरिदिनु होला है। ल गाइस भेटौँला अर्को ब्लगमा भोलिको ब्लगमा ल।